नमस्कार सर। नमस्कार। के छ, आराम हुनुहुन्छ? हजुर। के परेर आउनुभयो? त्यस्तो केही समस्या भएर आउनुभयो कि? मलाई अलि सन्चो लागेको 2-3 महिना हुन लाग्यो। है राति निद्रा नपर्ने, ए, छटपटी राति निद्रा मनमा। नपरे, छटपटी हुने, त्यस्तो हुन्छ? कहाँ नि हजुर। घर तपाईँको? के नाम तपाईँको? मेरो सङ्गीता पौडेल हो। सङ्गीता पौडेल। घर कहाँ नि? मेरो घर जगतपुर। जगतपुर? हजुर। ए, अनि बच्चा बच्ची कति छन्? मेरो एउटा छोरा एउटा छोरी। एउटा छोरा एउटा छोरी। अनि श्रीमान बाहिर हुनुहुन्छ? हजुर। कति भयो श्रीमान बाहिर जानु? श्रीमान जानुभएको त भयो 5-6 वर्ष। 5-6 वर्ष भयो? वर्षमा एकचोटि आउन जाने गर्नुहुन्छ। हजुर। अब बच्चा बच्चीले लिएर पछि त्यही त हो। अब सुन्नुहोस्, तपाईँको कुरा मैले सबै यो तपाईँ कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ, यो सबै कुरा तपाईँसँग यो सबै सोध्नुको कारण के छ भने प्रायः जसो लेडिजहरू, महिला मान्छेलाई श्रीमानहरू बाहिर गएपछि यस्तो नकारात्मक भनौँ न नराम्रो सोचाइहरू आउँछ। खान मन नलाग्ने, निद्रा नलाग्ने, खटपटी हुने, सुत्न गए धेरै समयसम्म निद्रा नलाग्ने, रिस उठ्ने, तनाव हुने, सानसानो कुराहरू पनि तनाव हुने हुन्छ। अब यो सबै कारणले चाहिँ तपाईँलाई के गर्नु छ, कसो गर्नु छ, कस्तो के सबै कुरा सोधेको हो। तपाईँलाई चाहिँ एक किसिमको चाहिँ हामी के भन्छ भने मनोरोग भन्छ, एउटा डिप्रेसन। हरेक मान्छेलाई डिप्रेसन हुने भनेर ठुलो कुराहरू होइन कि साना साना कुराहरूमा पनि खुसी हराउँदै गयो भने यस्तो समस्याहरू देखिन्छ। अहिले तपाईँको अनुहार हेर्दाखेरि स्याड छ, एकदम दुखी छ। तपाईँसँग सबै कुराहरू छ, तपाईँको श्रीमान हुनुहुन्छ, कमाउनु जानुभएको छ, बच्चा बच्ची छ, तपाईँसँग सबै कुराहरू हुँदाहुँदै पनि तपाईँ अहिले दुखित हुनुहुन्छ। यो दुखित हुनुको कारण के हो? तपाईँको मनमा नआउने नकारात्मक भावना आउने, नकारात्मक भावनाले नै तपाईँलाई गलित बनाएको हुन्छ। त्यो भएर तपाईँले यस्ता यावत कुराहरूलाई सबैलाई बिर्सिनुपर्छ। मेरो श्रीमान बाहिर कमाउनको लागि जानुभएको हो, अहिले के अप्ठ्यारो भए पनि भोलि सुख हुन्छ भनेर भोलिको लागि नै हामी सुख प्राप्तिको लागि चाहिँ हामी हिँड्नुपर्छ। त्यो भएर आउने साना व्यवधानहरूलाई, यस्ता अवैध समस्याहरूलाई चाहिँ हामी चिर्दै, त्यसलाई बिर्सिँदै, त्यसलाई तड्को मार्दै जानुपर्छ। र तपाईँलाई आउने यस्ता नराम्रा कुराहरू छन्। र प्रायः जसो वैदेशिक रोजगारमा श्रीमानहरू गएपछि घरमा श्रीमतीको हालत तपाईँको जस्तै हुन्छ। म कहाँ प्रायः जसो यस्तो काउन्सिलिङको लागि चाहिँ यस्तै मानिसहरू आइरहनुहुन्छ। मैले उहाँहरूलाई सम्झाउँछु, काउन्सिलिङ गराउँछु र उहाँहरूले केही हदसम्म बुझेर जानुहुन्छ। मतलब तपाईँ पनि मेरा कुराहरू केही बुझ्नुभयो त आज? बुझ्नुभयो। अब तपाईँले आफूले आफूभित्र गुमेका खुसीहरूलाई, दुःख पीडाहरूलाई, खुसी छन् त्यो गुमेको खुसीलाई चाहिँ त्यसलाई फेरि फिर्ता ल्याउन कोसिस गर्नुहोस्, प्रयास गर्नुहोस्, हाँस्नुहोस्। आफू पनि के साना साना खुसीहरूमा बाट पनि हामीले खुसी मिल्छ। हामीले एकैचोटि ठुलो दुःख हुने भनेर होइन, साना 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 कुराहरू थपिँदै गए भने त्यसमा हामीलाई चाहिँ दुःख हुन्छ। र साना 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 कुराहरू थपिँदै गयो भने हामीलाई खुसी हुन्छ। त्यो भएको कारणले हामीभित्र सबै चिज छ, यसलाई चाहिँ हामी जब बुझ्न सक्दैनौँ तब हामीमा अनेकौँ विकृतिहरू आउँछन्। त्यसलाई चाहिँ हामी चिर्दै नकारात्मक भावनालाई हाल्दै जानुपर्छ। त्यही भएर तपाईँ उता तपाईँको श्रीमान विदेशमा कमाउन जानुभएको छ, तपाईँ यता चाहिँ उहाँले कमाएर पठाएको पैसा चाहिँ यता औषधि उपचारमा खर्च भयो भने त कुनै अर्थ भएन। त्यो भएको कारणले तपाईँ उहाँ चाहिँ सुखको लागि, परिवारको सुखको लागि नै बाहिर जानुभएको छ भने सोचहरू बनाउनुहोस् है त। तपाईँले केही कुराहरू बुझ्नुभयो कि हल्का भयो, महसुस भयो अहिले? है त। फेरि यस्तो समस्या पऱ्यो भने आउनु होला।